नमस्ते। आज हामी गर्भावस्थाको सुरुवाती समयबारे अलि गहिरिएर कुरा गरौँ न, हामीसँग भएको जानकारीको आधारमा। नमस्ते। एकदमै राम्रो विषय। यो बेला जान्नुपर्ने कुरा धेरै हुन्छन् नि। हो नि, खासमा गर्भावस्थाका सुरुवाती सङ्केतहरू के हुन्, कसरी पक्का गर्ने अनि स्वस्थ सुरुवात कसरी गर्ने भन्नेमा केन्द्रित रहन्छौँ। ठिक छ। अब सबैभन्दा पहिले धेरैले थाहा पाउने सङ्केत त महिनावारी रोकिनु नै हो। हो, त्यो त सबैभन्दा कमन भयो। तर यसमा के छ भने नि, कहिलेकाहीँ अरू कारणले पनि महिनावारी रोकिन सक्छ, जस्तो तनावले, हर्मोन गडबड भएर। ए हो र, मतलब महिनावारी रोक्यो भन्दैमा गर्भ नै रहेको छ भन्न मिलेन? ठ्याक्कै त्यही भन्न खोजेको। यो एउटा सङ्केत हो, तर यो मात्रै निर्णायक चाहिँ होइन। त्यसो भए अरू के लक्षण देखिन्छन् त? स्तनमा केही फरक आउँछ कि? त्यो पनि एकदमै सामान्य लक्षण हो। स्तन अलि दुख्ने, गह्रो भए जस्तो लाग्ने, अलि सुन्निएको जस्तो हुने। अनि त्यो निप्पल वरिपरिको भाग एरियोला भन्छन् क्यारे, त्यो अलि गाढा हुने पनि हुन्छ रे। ओहो, त्यो पनि हुन्छ। कसैको त त्यहाँ सानो सानो गाँठो जस्तो पनि देखिन सक्छ। हर्मोनको असरले हो त्यो सब। अनि अर्को एकदमै थकाइ लाग्ने, सुरुतिर धेरै नै गाह्रो हुन्छ भन्छन् नि। बिल्कुल। हर्मोन परिवर्तनले गर्दा शरीरलाई निकै धेरै शक्ति चाहिन्छ। त्यसैले थकान महसुस हुनु स्वाभाविक हो। सुरुका हप्तामा त झन्। अनि त्यो मर्निङ सिकनेसको कुरा नि बिहान मात्रै हुन्छ कि? नाम मात्र मर्निङ सिकनेस हो। वाकवाकी लाग्ने, कहिलेकाहीँ बान्ता नै हुने, यो दिनको जुनसुकै बेला पनि हुन सक्छ। ए, दिनभरि नै? प्राय गर्भावस्थाको दोस्रो हप्तादेखि 8औं हप्तातिर यो सुरु हुन्छ। अर्को एउटा कुरा, पिसाब छिटो लाग्ने, त्यो नि हुन्छ? हो, त्यो पनि एकदमै धेरैमा देखिन्छ। पाठेघर बढ्न थालेपछि त्यसले पिसाब थैलीमा अलि चाप पार्छ के रे, त्यही भएर हो। अनि खानेकुराको रुचिमा पनि फरक पर्छ। कसैलाई केही खाने मन नलाग्ने, कसैलाई केही मात्रै खान मन लाग्ने। पर्छ। कुनै खानेकुरा एकदमै खान मन लाग्ने, पहिले मनपर्ने कुरा देखेरै वाकवाकी लाग्ने पनि हुन सक्छ। कतिलाई त मुखमा अलि धातु जस्तो टर्रो स्वाद आइरहने पनि हुन्छ। अजीब। अनि मुड स्विङ्स नि? झर्को लाग्ने, रुन मन लाग्ने? त्यो पनि हर्मोनकै खेल हो। एकदमै सामान्य हो। पेट अलि फुले जस्तो हुने, तल्लो पेटमा हल्का केही भए जस्तो, अलि भारीपन वा दुखाइ हुनु पनि सामान्य नै मानिन्छ। तर यी सबै लक्षण सबैलाई हुन्छ भन्ने छैन, होइन त? फरक पर्न सक्छ। एकदमै। कसैलाई धेरै लक्षण देखिन्छ, कसैलाई थोरै, कसैलाई कुनै लक्षण हुन्छ, कसैलाई अर्कै। व्यक्तिपिछे फरक हुन्छ। ल, अब यस्ता लक्षण देखिए वा शङ्का लागेपछि गर्भ छ कि छैन भनेर पक्का कसरी गर्ने त? घरमै टेस्ट गर्ने किट पाइन्छ आजकल, होइन? त्यो घरेलु गर्भ परीक्षण किट। महिनावारी रोकिएको 1-2 हप्तापछि बिहानको पहिलो पिसाबमा टेस्ट गर्दा राम्रो नतिजा आउँछ। त्यसले पिसाबमा भएको HCG भन्ने हर्मोन जाँच्छ। त्यो कतिको भरपर्दो हुन्छ? धेरै हदसम्म भरपर्दो हुन्छ, तर अझै निश्चित हुन त क्लिनिकमा गएर रगत जाँच गराउनु सबभन्दा राम्रो। त्यो अझै छिटो र बढी रिलायबल हुन्छ। रगत जाँच अनि अल्ट्रासाउन्ड नै? अल्ट्रासाउन्ड चाहिँ अलि पछि, करिब 6देखि 8 हप्ता भएपछि। त्यसले चाहिँ बच्चाको धड्कन सुन्ने, बच्चा कहाँ बसेको छ, कत्रो छ भनेर हेरेर गर्भ रहेको पुष्टि नै गर्छ। मतलब लक्षण देखेपछि किट प्रयोग गर्ने, अनि शङ्का लागे वा पोजिटिभ आए डाक्टर कहाँ जाने, होइन त? हो, चिकित्सकसँग परामर्श लिनु त एकदमै महत्त्वपूर्ण छ। पुष्टि गर्न मात्रै होइन, अगाडिको लागि सल्लाह लिन पनि। न, ठिक छ। अब गर्भ रहेको पक्का भयो, त्यसपछि तुरुन्तै के कुरामा ध्यान दिनु पर्यो त? सबैभन्दा पहिलो काम त राम्रो स्त्री रोग विशेषज्ञसँग सम्पर्क गर्ने, भेट्ने। उहाँले नै स्वास्थ्य जाँच गरेर के कस्तो सावधानी अपनाउने, के गर्ने भनेर सल्लाह दिनुहुन्छ। अनि त्यसपछि खानपानको कुरा आउँछ होला? एकदमै महत्त्वपूर्ण। पौष्टिक आहारमा ध्यान दिनै पर्यो। हरियो सागपात, ताजा फलफूल, दाल, गेडागुडी, दूध, दही, अन्डा जस्ता खानेकुरा, प्रोटिन, आइरन, क्याल्सियम प्रशस्त भएको। फोलिक एसिडको बारेमा धेरै सुनिन्छ नि। फोलिक एसिड त अझ सुरुको 3 महिना एकदमै जरुरी छ। यसले बच्चाको नसा र दिमागको विकासमा मद्दत गर्छ। प्राय डाक्टरले गर्भ रहेको थाहा पाउने बित्तिकै फोलिक एसिड सप्लिमेन्ट लिन सल्लाह दिनुहुन्छ। अरू भिटामिन पनि आवश्यक पर्न सक्छ। खानपान बाहेक अरू नि नियमित जाँच? नियमित स्वास्थ्य जाँच गराउनुपर्छ। डाक्टरले भनेअनुसार अल्ट्रासाउन्ड, रगत जाँचहरू अनि हल्का व्यायाम पनि राम्रो। व्यायाम
कस्तो खालको? डाक्टरसँग सल्लाह गरेर हिँड्ने, हल्का योग गर्ने जस्ता सुरक्षित व्यायामले फाइदा गर्छ। तर आराम पनि उत्तिकै चाहिन्छ। कम्तीमा 8 घण्टा सुत्ने, दिउँसो पनि आराम गर्ने। अनि तनाव? तनाव त लिनै भएन होला है? तनाव त सकेसम्म कम गर्ने, गहिरो सास लिने अभ्यास गर्ने, मन शान्त राख्ने, अनि सबैभन्दा महत्त्वपूर्ण धूम्रपान, रक्सी वा अरू कुनै पनि लागू पदार्थ त छुनै भएन, बिल्कुलै। हो, त्यो त एकदमै ध्यान दिनुपर्ने कुरा भयो। अब गर्न नहुने कुराहरूमा अझै केही थप्नुपर्छ कि औषधिबारे के भन्नुहुन्छ? जथाभावी खान मिल्छ? मिल्दैन। डाक्टरको सल्लाह बिना कुनै पनि औषधि खानु हुँदैन। साधारण दुखाइ कम गर्ने वा रुगाखोकीको औषधि पनि। यसले गर्भको बच्चालाई नराम्रो असर गर्न सक्छ। अनि भारी काम गर्ने, उफ्रिने खालका कुरा नि? त्यो पनि नगर्ने। भारी सामान उचाल्ने, धेरै बेर उभिने, धेरै थकाइ लाग्ने काम, जोखिमपूर्ण गतिविधि जस्तै उफ्रिने, कुद्ने, साइकल चलाउने जस्ता कुराबाट जोखिनुपर्छ। खानेकुरामा चाहिँ के बार्नु पर्ला? काँचो कुराहरू? हो, काँचो वा राम्रोसँग नपाकेको मासु, काँचो अण्डा, नधोएको फलफूल, सागसब्जी नखाने। जङ्क फुड, धेरै चिनी भएको प्रशोधित खानेकुरा पनि कम गर्ने। संक्रमणबाट बच्न नि? सरसफाइमा ध्यान दिने, सफा पानी पिउने, भिडभाडमा कम जाने, हात साबुन पानीले धोइरहने, अनि क्याफेन मतलब कफी, चिया पनि सकेसम्म कम गर्ने। धेरै कुरामा ध्यान दिनुपर्ने रहेछ। स्वास्थ्य र सावधानीका कुरा त भए, अरू केही टिप्स छ कि मानसिक तयारीको लागि? छ नि। गर्भावस्थाका चरणहरू, पछि सुत्केरी हुँदा के हुन्छ, बच्चाको हेरचाह कसरी गर्ने भन्ने बारेमा अलिअलि जानकारी लिइराख्नु राम्रो। किताब पढेर हुन्छ कि डाक्टरसँग सोधेर हुन्छ। घरको वातावरण पनि महत्त्वपूर्ण होला हैन? एकदमै। घरमा सकारात्मक, सहयोगी वातावरण बनाउने, परिवार साथीभाइको साथ लिने, यसले तनाव कम गर्न धेरै मद्दत गर्छ। अनि अर्को कुरा, आकस्मिक अवस्थाको लागि पनि तयार रहने। कस्तो आकस्मिक अवस्था? जस्तै धेरै रगत बग्यो, पेट असाध्यै दुख्यो, एकदमै गाह्रो भयो भने तुरुन्तै अस्पताल जानुपर्छ भनेर थाहा पाइराख्ने, तयारी गर्ने। एकदमै महत्त्वपूर्ण कुराहरू गर्नुभयो। सरसर्ती हेर्दा सुरुका लक्षणबारे थाहा पाउने, डाक्टरबाट पक्का गराउने, अनि स्वस्थ जीवनशैली अपनाउने र जोखिमबाट बच्ने, यिनै कुराहरू मुख्य रहेछन् सुरुको चरणमा। हो, यी आधारभूत कुराहरू हुन्, तर एकदमै महत्त्वपूर्ण। अनि हामीले यो स्वस्थ जीवनशैली, तनाव कम गर्ने कुरा गर्दा परिवार र साथीभाइको सहयोगको कुरा पनि अलिअलि आयो होइन? आयो। यसैमा सोच्दाखेरि यो त भयो शारीरिक स्वास्थ्य र सावधानीको कुरा। तर गर्भावस्थाको यो पुरै यात्रा जुन भावनात्मक पनि उत्तिकै हुन्छ, त्यसलाई सहज बनाउन परिवार, समाजको साथ र सहयोगको भूमिका चाहिँ कति महत्त्वपूर्ण होला, यो पाटो पनि विचार गर्न लायक छ जस्तो लाग्छ मलाई। निश्चय पनि। यो एकदमै विचारणीय प्रश्न हो। आजको यो कुराकानी निकै उपयोगी रह्यो भन्ने आशा छ। सबैलाई सुरक्षित र स्वस्थ गर्भावस्थाको शुभकामना।